हेलो एभ्रिवान, यहाँहरू सम्पूर्णलाई यस वेल्थ विजडम नामक युट्युब च्यानलमा म हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। आज म यहाँहरूलाई धनीहरूले फलो गर्ने 5वटा महत्त्वपूर्ण ह्याबिटको बारेमा बताउन जाँदैछु, जुन ह्याबिटलाई आजैदेखि तपाईहरूले पनि आफ्नो जीवनमा फलो गर्न सक्नुहुनेछ। यो ह्याबिट केवल सिद्धान्त वा थ्योरी मात्र नभएर सम्पूर्ण अर्बपतिहरूले फलो गरिसकेका र टेस्टेड भइसकेको ह्याबिट हो, जुन दीर्घकालीन रूपमा हामीहरू सबैको लागि उपयुक्त साबित हुन सक्दछ। तसर्थ अब यी 5वटा ह्याबिटहरू के हुन् हामी यसतर्फ लाग्दछौँ। धनी बन्न चाहने व्यक्तिहरूले फलो गर्ने सबैभन्दा पहिलो नियम भनेको जीवनलाई अत्यन्त सरल र सहज बनाउनु हो। आफूले कमाएको रकमलाई विलासिताका वस्तुहरू, महँगो गाडी, महँगो घरमा लगानी गर्नुको सट्टा लगानीका नयाँ क्षेत्रहरू खोजेर त्यहाँ लगानी गर्ने र त्यहाँबाट आएको प्रतिफलबाट आफ्नो धन बढाउने कार्यमा धनी व्यक्तिहरू लाग्दछन्। आफ्नो आम्दानी भन्दा खर्च कम गरेर उनीहरू बचत गर्दछन् र त्यो बचत भएको रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्दछन्। यदि यस नियमलाई हामीले पनि पालना गर्यौं भने आफ्नो धन बढाउन हामीलाई पक्कै सहज हुनेछ। धनी व्यक्तिहरूले फलो गर्ने अर्को नियम भनेको नियमित बचत र लगानी हो। आफ्नो कमाईको 10, 15, 20% सम्म रकम नियमित रूपमा अनिवार्य बचत गरी त्यसलाई बुद्धिमत्तापूर्वक तरिकाले लगानी गर्नु पर्दछ। यसरी लगानी गर्दा त्यहाँबाट आउने प्रतिफलले आफ्नो धनलाई बढाउँदै लैजान्छ। आफै धनी बनेका अथवा आफै अरबपति बनेका व्यक्तिहरूको जीवनी हामीले हेर्यौं भने पनि उनीहरूले नियमित बचत र लगानीलाई महत्त्वपूर्ण स्थान दिएको पाइन्छ। यदि यस नियमलाई हामीले पनि पालना गर्यौं भने आफ्नो धनलाई बढाउन सक्षम हुनेछौँ। धनी व्यक्तिहरूले पालना गर्ने अर्को तेस्रो नियम भनेको लगानीलाई एकदम छिटो गर्नु हो। आज गरेको लगानी केही वर्षपछि अत्यन्त ठूलो रकम भएर निस्किन सक्दछ। त्यसैले हामीले बचाएको रकमलाई शेयर, डिभेन्चर, म्युचुअल फन्ड आदिमा लगानी गर्दै गयौं भने यसले 2-4 वर्ष पछाडि हामीलाई ठूलो प्रतिफल दिन सक्दछ। त्यसैले जति छिटो लगानी गर्न सकियो जीवनमा त्यति नै धेरै प्रतिफलहरू प्राप्त हुन सक्दछ। धनी व्यक्तिहरूले पालना गर्ने चौथो नियम भनेको आफूलाई निरन्तर अध्ययनशील बनाउनु हो। आफ्नो लगानीसँग सम्बन्धित विभिन्न पुस्तकहरू पढ्ने, युट्युब च्यानल सुन्ने, पोडकास्ट सुन्ने, तालिम लिने जस्ता कार्यले आफ्नो स्किललाई अझ बढाउने गर्दछ। आफ्नो माइन्डसेटलाई अझ पोजिटिभ बनाउँदै लैजान्छ। सधैँभरि पोजिटिभ र सक्सेसफुल व्यक्तिहरूको वरिपरि आफूलाई राख्नाले लगानी गर्न अझ हौसला मिल्दछ। र एउटा के याद गर्नुपर्दछ भने हामीले आफ्नो माइन्डसेट भन्दा बढी कहिले पनि कमाउन सक्दैनौँ। त्यसैले आफ्नो माइन्डसेटलाई एकदम स्मार्ट र उन्नत र एकदम सक्सेसफुल बनाउनु पर्दछ। धनी व्यक्तिहरूको 5औं ह्याबिट भनेको आफ्नो इन्कमलाई विविधीकरण गर्नु हो। धनी व्यक्तिहरूको एउटै मात्र आम्दानीका स्रोतहरू हुँदैनन्। उनीहरूले आफ्नो आम्दानीलाई मल्टिपल सोर्सेसहरूबाट आम्दानी गरिरहेका हुन्छन्। र अन्त्यमा धनीहरूले फलो गर्ने 5वटा ह्याबिटहरूलाई म एकपटक फेरि यहाँ दोहोऱ्याउन चाहन्छु। पहिलो ह्याबिट आफ्नो जीवनलाई अत्यन्त सरल र सहज बनाउनु। दोस्रो ह्याबिट आफूले कमाएको रकमबाट केही प्रतिशत रकम लगानी गर्नको लागि अनिवार्य रूपमा छुट्याउँदै जानु। तेस्रो ह्याबिट आफ्नो जीवनका सुरुका दिनहरूदेखि नै विविध क्षेत्रमा लगानी गर्दै जानु ताकि यसले भविष्यमा हामीलाई राम्रो प्रतिफल दिन सक्दछ। चौथो ह्याबिट आफूलाई निरन्तर अध्ययनशील बनाउनु। आफ्नो लगानीका क्षेत्रसँग सम्बन्धित विभिन्न पुस्तक, पोडकास्टहरू सुन्ने, पुस्तक पढ्ने लगायतका कार्यहरू गर्दै अगाडि बढ्नुपर्छ। र 5औं ह्याबिट भनेको कहिले पनि एउटै इन्कम स्रोतमा डिपेन्ड नहुनु हो। आफ्नो आम्दानीलाई विविध क्षेत्रमा हामीले
विभाजन गर्न सक्यौँ भने त्यहाँबाट राम्रो प्रतिफल प्राप्त गर्दछौँ। यदि यी 5 ह्याबिटमध्ये कुनै एउटा ह्याबिट्सलाई पनि हामीले पालना गर्यौँ र यसलाई टिकाउन सक्यौँ भने यसले हाम्रो जीवनमा महत्त्वपूर्ण उपलब्धिहरू दिन सक्दछ। यस्तै भिडियोहरूको लागि हाम्रो च्यानललाई हेर्दै जानुहोला। अहिलेलाई यति नै, धन्यवाद, नमस्कार।